Yeah. अरू घाँस म चाहिँ खास यो देशमा लोकतन्त्र हो कि एक्लो शो सबलाई लगा साइड म मात्रै हो जनताको मतले धेरैले जिते होला यहाँ तर व्यवहारमा हेरे हुन्छ म त कहाँ कहाँ अरू जनप्रतिनिधि घाँस म चाहिँ खास अरू सबै घाँस म चाहिँ घाँस क्यामेरा अगाडि मात्रै मेरो प्रकाश राष्ट्रिय पोसाक त्यो त पुरानो कुरा मोडर्न लुक्समा देखिनु नै राजनीति हो पुरा नयाँ चाहियो हामीलाई अनि हुन्छ क्रान्ति म बोलेपछि मात्रै आउँछ शान्ति म जे बोल्छु बुझे हुन्छ त्यही नै हो शान्ति सिंहदरबारदेखि संसदसम्म ट्रेन हरेक विषयमा मलाई चाहियो अटेन्सन देन अदालत सरकार संविधानको कुरा सबैतिर कमेन्ट मने छु पुरा अरू सबै चुपचाप काममा होलान् व्यस्त म भने भिडियो अनि स्टाटसमै मस्त फेसबुक अनि टिकटकमा हेरे हुन्छ भाषण कमेन्ट सेक्सन छँदैछ त त्यही खोज मुला शासन त्यही हेर मुला शासन दौरा सुरुवाल त्यो त पुरानो फेसन कालो कोस निकट छ गगसमै देखिन्छ पेन्सन अरू जनप्रतिनिधि क्लास म चाहियो खास हेडलाइनमा आउनु नै अल्टिमेट क्लास मैले एक पोस्ट गरेपछि देश नै चल्छ एक्लैले धान्या हो नेपाल अब विकासले बल्छ नीति नियम संविधानका के कुरा गर्नु म भएसी भइगो मेरै भर पर्नु जनताको सेवा मलाई बाल्बो चल्छ मेरै सो म माथि प्रश्न गर्ने जन्मिएछ को मलाई प्रश्न गर्नेको रहेछ त्यो अरू सबै फेल गो टु हेल अरू सबै घाँस म चाहिँ हो खास अझै कुरो बुझिनास म चाहिँ हो खास अरू सबै फेल गो टु हेल अरू सबै घाँस म चाहिँ हो खास अझै कुरो बुझिनास म चाहिँ हो खास तर विवारमा भने एगोइस्टिक थिटो सहकार्य भन्दा कम सटेसन प्यारो राजनीति कम पब्लिसिटी धेरै साह्रो देश बनाउने काम कसले बिच कुरालामै पोछ यात्रा एक्लै हुन्न पुरा लोकतन्त्र हो मिलेर नै हुन्छ हे विकास अनि मात्रै पाउने छ यो देशले निकास रिसले होइन कुल भएरै बोल्छु व्यक्ति पूजा भन्दा प्रणाली नै रोज्छु जनताको शक्ति संस्थामा बसोस् एकजनाको एगोमा देश नसोस् काटी खनेको हुडी मात्रै